अरूका मुद्दामा आम नेपाली एउटा मुद्दामा वकिल नपाएर चाहिँ अप्ठ्यारोमा पर्नु परिराखेको जेलमा बस्नु परिराखेका यस्ता कयौं दृष्टान्तहरू छन्। तर रवि लामिछानेको हकमा चाहिँ कार्यालय नै पुरै खाली गराएर हैन 10 जना 12 जना 15 जना अब त्यो कार्यालय मात्रै होइन अझ उल्टो झिकाई काठमाडौँबाट कहाँबाट झिकाई चाहिँ सरकारी कार्यालय के अरे सरकारी वकिलको कार्यालयबाट वकिलहरू आउनु भएको देखिन्छ। कतिलाई त्यो सरुवा गरेको दृष्टान्त समेत देख्न सकिन्छ। अब न्यायिक हिरासतमा गइसके पछाडि प्रहरीको हिरासतमा लिन मिल्दैन क्या हैन। तर कस्तो भयो भने उच्चले जिल्लाको आदेश उल्टाइदियो अनि उच्चको आदेश त प्रक्रियागत हिसाबले जिल्लासम्म आइपुग्ने होला, जिल्लाले सरकारी वकिललाई पठाउने होला अनि सरकारी वकिलले बल्ल प्रहरीलाई पठाउने होला। यो प्रक्रियालाई पनि नपर्खिकन त्यो अधैर्यता क्या राज्यको एक दिन भए पनि यसलाई चाहिँ टर्चरै गरौँ भन्ने किसिमको प्रवृत्ति चाहिँ उहाँलाई त्यो फैसला हुने बित्तिकै राति गएर पक्रेको विषयमा कहीँ पनि संसारको कहीँ पनि जुडिसियल कस्टडीमा गएको मान्छेलाई पुलिसको कस्टडीमा लिन मिल्दैन। यो प्रिन्सिपल लिगल प्रिन्सिपल हो। तर उहाँहरूले चाहिँ त्यहाँ टालटुल गरेर अब कति भन्ने यति धेरै चाहिँ उहाँहरूको त्यहाँ कानुनको दुरुपयोग देखिसकेको थियो कि भन्दा लिगल क्वेसन उठाउँदा चाहिँ अब कसैले पनि नसुन्ने स्थिति सिर्जना भइसकेको छ। आजको परिस्थिति पनि त्यही नै हो। उहाँमाथि चाहिँ चरम राज्यको शक्ति चाहिँ दुरुपयोग भएको छ।